ल आज त क्रिकेटको महाकुम्भ टी20 विश्वकपमा एउटा गजबको एकदमै ऐतिहासिक खेल हुँदैछ नि। हाम्रो नेपालले शक्तिशाली मानिने इङ्ल्यान्डको सामना गर्दैछ। अब यो खेल किन यति धेरै महत्त्वपूर्ण छ यसको बारेमा अलि विस्तारमा कुरा गरौँ है त। हो, आजको सबैभन्दा ठूलो खबर नै यही हो। आइसिसी टी20 विश्वकप 2026 को दोस्रो दिन आज नेपाल र इङ्ल्यान्ड भिड्दैछन्। अनि यो एउटा सामान्य म्याच मात्रै पक्कै होइन, यो त नेपालको लागि विश्वसामु आफ्नो दम देखाउने एउटा सुनौलो मौका हो। ल अब सबैभन्दा महत्त्वपूर्ण कुरा, यो गजबको खेल कहाँ र कति बजे हुँदैछ त? आउनुस् समय र स्थानबारे थाहा पाइहालौँ। यो खेल हुँदैछ भारतको मुम्बईमा। मुम्बईलाई त क्रिकेटको मक्का नै भनिन्छ, होइन र? त्यहाँको माहौल, त्यो क्रिकेटप्रतिको क्रेज, त्यसले त खेलको मजालाई झनै दोब्बर बनाइदिन्छ। अनि समय याद गरिराखौँ है, दिउँसो ठ्याक्कै 3 बजे, मतलब अरू सबै काम एकछिनलाई थाती राखेर टिभी वा मोबाइलको स्क्रिन अगाडि जम्ने बेला यही हो। ठिक छ, खेल मुम्बईमा 3 बजे हुने भयो, तर यो खेल विश्वकपको कुन चरणमा छ त? किनभने त्यसले पनि खेलको महत्त्व कति छ भन्ने कुरा निर्धारण गर्छ। आउनुहोस् अलिकति विश्वकपको सन्दर्भ पनि बुझौँ। हेर्नुहोस् है, विश्वकप त भर्खरै शनिबारबाट सुरु भएको हो, मतलब प्रतियोगिताको आज दोस्रो दिन मात्रै हो र यो खेल पहिलो चरणको। अब पहिलो चरणमा कस्तो हुन्छ भने हरेक जित एकदमै महत्त्वपूर्ण हुन्छ, किनकि यसले अर्को चरणमा जाने बाटो सजिलो बनाउँछ। त्यसैले दुवै टिमलाई सुरुबाटै जित्नुपर्ने दबाव छ। ल त, अहिलेसम्म हामीले जे कुरा गर्यौँ नि त्यसलाई एकै ठाउँमा सरर हेरौँ है त, ताकि सबै कुरा स्पष्ट होस्। प्रतियोगिता हो आइसिसी टी20 विश्वकप 2026। टिमहरू छन् नेपाल विरुद्ध इङ्ल्यान्ड। खेल हुने ठाउँ हो भारतको मुम्बई र समय दिउँसोको 3 बजे। यी सबै कुराले के देखाउँछ भने एउटा जबरदस्त, निकै नै रोमाञ्चक खेल हामीले हेर्न पाउनेछौँ। ल, सबै कुरा ठिकठाक छ, मैदान तयार, खेलाडी तयार, समय पनि नजिकिँदैछ। अब सबैको मनमा एउटै प्रश्न छ, के हाम्रो नेपाली टिमले क्रिकेटको यो महारथी इङ्ल्यान्डलाई कडा टक्कर दिन सक्ला त? यो खेलको लागि को तयार छ?